म तपाईँलाई आज एउटा प्रश्न सोधेर सुरु गर्छु। यदि आज बेलुका तपाईँको इन्कम अचानक बन्द भयो भने भोलि तपाईँको परिवारको खर्च कसरी चल्छ? यो प्रश्न अलिक अनकम्फर्टेबल लाग्न सक्छ, तर यही एउटा प्रश्नको उत्तरले तपाईँ इन्सुरेन्सलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा बदल्न सक्छ। किनभने म धेरै मानिसलाई एउटै गल्ती गरेको देख्छु। उहाँहरू इन्सुरेन्सलाई खर्च भन्नुहुन्छ, तर भिडियोको अन्त्यसम्ममा म तपाईँलाई एउटा यस्तो दृष्टिकोण दिन्छु जसपछि तपाईँले प्रिमियमलाई खर्च होइन फ्युचर प्रोटेक्सनको रूपमा हेर्न सुरु गर्नुहुनेछ। त्यसैले अन्तसम्म हेर्नुहोला। अन्त्यमा म एउटा 3 स्टेप फ्रेमवर्क पनि सेयर गर्नेछु जसले इन्सुरेन्स सम्बन्धी निर्णय लिन धेरै सजिलो बनाउँछ। सबैभन्दा पहिला एउटा कुरा क्लियर गरौँ, यो भिडियो इन्सुरेन्स बेच्नको लागि होइन। यो भिडियो एउटा गलत सोच परिवर्तन गर्नको लागि हो। किनभने धेरै मानिसको पहिलो प्रश्न हुन्छ, यसले कति रिटर्न दिन्छ? ब्याङ्कमा राखेको राम्रो होइन? इन्सुरेन्सबाट पैसा बढ्छ? तर सायद हामी गलत प्रश्न सोधिरहेका छौँ, किनकि इन्सुरेन्सको मुख्य काम पैसा बढाउनु होइन। यसको मुख्य काम हो तपाईँको परिवारलाई आर्थिक जोखिमबाट जोगाउनु, र यही कुरा धेरै मानिसले बुझ्न सक्नुहुन्न। अब एउटा कुरा सोच्नुहोस्, तपाईँ गाडी किन्दा ब्रेक भएको कारण गाडी किन्नुहुन्छ र? सायद होइन, तर ब्रेक नभएको गाडी चलाउनुहुन्छ? पक्कै पनि चलाउनुहुन्न। किन? किनकि ब्रेकको उद्देश्य स्पिड बढाउनु होइन, सेफ्टी दिनु हो। इन्सुरेन्स पनि बिल्कुल त्यस्तै हो। यसले तपाईँलाई धनी बनाउने बाचा गर्दैन, तर एउटा ठुलो फाइनेन्सियल एक्सिडेन्ट आयो भने त्यसको असर कम गर्न मद्दत गर्न सक्छ। यही इन्सुरेन्सको वास्तविक मूल्य हो। अब अर्को प्रश्न, यदि इन्सुरेन्स यति महत्त्वपूर्ण हो भने किन धेरै मानिस यसलाई खर्च मात्रै देख्छन्? उत्तर निकै सरल छ। किनकि हाम्रो दिमागले आजको खर्च तुरुन्त देख्छ, तर भोलिको रिस्क देख्दैन। महिनाको 3000 प्रिमियम तुरुन्त महसुस हुन्छ, तर 30 लाखको फाइनेन्सियल रिस्क देखिँदैन। र जबसम्म केही नराम्रो हुँदैन, हामीलाई इन्सुरेन्स चाहिँदैन जस्तो लाग्छ। तर रिस्क नदेखिनु भनेको रिस्क नै छैन भन्ने होइन। यो पोइन्ट धेरै मानिसले मिस गर्नुहुन्छ। एउटा उदाहरण लिउँ, तपाईँ हरेक पटक बाइक चलाउँदा हेलमेट लगाउनुहुन्छ। के तपाईँलाई हरेक दिन एक्सिडेन्ट हुन्छ त? हुँदैन नि। त्यसैले हेलमेट बेकार हो र? पक्कै होइन। हेलमेटको भ्यालु दुर्घटना नभएको दिन देखिँदैन, दुर्घटना भएको दिन देखिन्छ। इन्सुरेन्स पनि त्यही हो। प्रोटेक्सनको भ्यालु आवश्यक परेको दिन मात्रै महसुस हुन्छ। अब एउटा हाइपोथेटिकल स्टोरी सुनौँ। 2 जना साथी छन्, दुवैको इन्कम 50,000, दुवैको परिवार, दुवैको सपना पनि उस्तै। पहिलो व्यक्तिले इन्सुरेन्स लिएको छ, दोस्रोले भन्छ किन अहिले लिनु, पछि गरौँला। केही वर्षपछि एउटा अनएक्सपेक्टेड घटना हुन्छ, केही समय इन्कम नै बन्द हुन्छ। अब सोच्नुहोस् त, कुन परिवारले कम फाइनेन्सियल प्रेसर महसुस गर्ला? यही हो इन्सुरेन्सको काम, इन्कम कमाउनु होइन, इन्कम हराउँदा परिवारलाई आर्थिक रूपमा टिकाइराख्नु। अहिले केही भ्युअर्सले सोचिरहनु भएको होला, मेरो त सेभिङ्स छ, इन्सुरेन्स किन चाहियो? एकदम राम्रो प्रश्न हो। सेभिङ्स हुनु आवश्यक छ, तर सेभिङ्स र इन्सुरेन्स एउटै कुरा होइन। सेभिङ्स भनेको तपाईँले जम्मा गर्नुभएको पैसा, इन्सुरेन्स भनेको फाइनेन्सियल प्रोटेक्सन। मानौँ तपाईँले 5 लाख रुपियाँ बचत गर्नुभएको छ, अचानक ठुलो मेडिकल इमर्जेन्सी आयो। त्यो 5 लाख पुग्यो भने ठिकै छ, नपुगे के गर्नुहुन्छ? त्यसपछि? त्यही कारण सेभिङ र इन्सुरेन्स प्रतिस्पर्धी होइनन्, दुवैले फरक समस्या समाधान गर्छन्। अर्को मिसकन्सेप्सन पनि छ, धेरैले लाग्छ इन्सुरेन्स भनेको इन्भेस्टमेन्ट हो, तर रियालिटी के हो भने केही इन्सुरेन्स प्लानमा सेभिङ र म्याच्युरिटी बेनिफिट पनि हुन्छ। त्यो राम्रो कुरा हो, तर त्यो बोनस हो, फाउन्डेसन होइन। घर बनाउँदा पहिले फाउन्डेसन बनाइन्छ, पछि पेन्टिङ गरिन्छ। इन्सुरेन्समा पनि प्रोटेक्सन फाउन्डेसन हो, रिटर्न त्यसपछि आउँछ। अब धेरै मानिसले गर्ने 4वटा गल्ती। पहिलो छ प्रिमियम मात्रै हेरेर पोलिसी छान्ने, सस्तो देखेर किन्ने, तर कभरेज पर्याप्त छैन भने त्यो सस्तो होइन। दोस्रो, अझै समय छ भनेर डिसिजन पोस्टपोन गर्ने, तर एज बढ्दै जाँदा प्रिमियम पनि बढ्दै सक्छ। तेस्रो, इन्सुरेन्सलाई इन्भेस्टमेन्ट मात्र सम्झिने, त्यसपछि रिटर्न कम भयो भने इन्सुरेन्स नै नराम्रो हो भन्ने निष्कर्ष निकाल्ने।
र चौथो, पोलिसी लिएपछि परिवारलाई जानकारी नै नदिने। आवश्यक परेको बेला डकुमेन्ट कहाँ छ भन्ने नै थाहा हुँदैन। यी 4 गल्ती सकेसम्म नगर्नुहोस्। अब मैले सुरुमा भनेको फ्रेमवर्क, यसलाई सम्झन निकै सजिलो छ। PPR फ्रेमवर्क। पहिलो P, प्रोटेक्ट। सबैभन्दा पहिले एउटा प्रश्न, यदि मसँग केही भयो भने मेरो परिवार आर्थिक रूपमा सुरक्षित छ त? यदि उत्तर छैन भने यहीँबाट प्लानिङ सुरु हुन्छ। दोस्रो P, प्लान। सबैको इन्कम फरक हुन्छ, सबैको जिम्मेवारी फरक हुन्छ, त्यसैले पोलिसी पनि सबैको एउटै हुन सक्दैन। निड अनुसार प्लान गर्नुहोस्। तेस्रो R, रिभ्यू। जीवन परिवर्तन भइरहन्छ, इन्कम बढ्छ, म्यारिज हुन्छ, अनि त्यसपछि बच्चा हुन्छ, अनि लोन थपिन्छ। त्यसैले पोलिसी पनि समय समयमा रिभ्यू गर्नुपर्छ। यति मात्रै गर्नुभयो भने धेरै ठुलो गल्तीबाट बच्न सक्नुहुन्छ। अब अन्तिममा एउटा कुरा सम्झनुहोस्, इन्सुरेन्सको उद्देश्य पैसा कमाउनु होइन, पैसा गुम्दा परिवारलाई जोगाउनु हो। प्रिमियम खर्च जस्तो देखिन सक्छ, तर सही समयमा यही प्रिमियमले परिवारको भविष्यको ठुलो आर्थिक समस्याबाट बचाउन मद्दत गर्न सक्छ। त्यसैले अर्को पटक इन्सुरेन्सको प्रिमियम तिर्दा यसलाई खर्च भनेर नहेर्नुहोस्, यसलाई आफ्नो परिवारको भविष्यको एउटा प्रोटेक्सन इन्भेस्टमेन्ट भनेर हेर्नुहोस्। यदि यो भिडियोबाट तपाईँले एउटा नयाँ कुरा सिक्नुभयो भने यस्तै प्र्याक्टिकल इन्सुरेन्स र फाइनेन्सियल प्लानिङ सम्बन्धी भिडियोका लागि सब्सक्राइब गर्न नबिर्सिनुहोस्। अब कमेन्टमा मलाई भन्नुहोस् त, तपाईँको विचारमा इन्सुरेन्स खर्च हो कि सुरक्षा? म तपाईँको विचार पढ्न चाहन्छु, र यदि तपाईँ आफ्नो र आफ्नो परिवारका लागि सही इन्सुरेन्स योजना छनौट गर्न चाहनुहुन्छ भने मलाई फेसबुक, व्हाट्सएप, इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ। तपाईँको आवश्यकता बुझेर सही विकल्प जानकारी दिनेछु। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।